Samsung A10s डिस्प्ले खराब भएको छ। एकदम राम्रो हाई क्वालिटी ओरिजिनल डिस्प्ले कसरी चेन्ज गर्ने, प्लस यसको टेम्पर ग्लास पनि राम्रो क्वालिटीमा, टेम्पर ग्लास पनि कसरी लगाउने, डिस्प्ले चेन्ज गर्दाखेरि ध्यान दिनुपर्ने कुराहरूलाई, डिस्प्ले चेन्ज गर्दाखेरि अटो टचहरू हुने, क्यामेरामा धुलो बस्ने, अगाडि पछाडि यस्तो समस्याहरू देख्न पाइन्छ, या त लाइनिङ धर्काहरू पनि देख्न पाइन्छ। यो समस्यालाई आउन नदिने तरिका म सल्युसन दिन्छु। च्यानललाई लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर अगाडि बढाइदिनु होला। यस्तै भिडियो ल्याउन मलाई सहयोग हुनेछ। सबैभन्दा सुरुमा त हामीले सिम कनेक्टरलाई सकेटरलाई रिमुभ गर्ने, सिम सकेटर रिमुभ गर्ने, सिम लगाउने साइडबाट हामीले प्रेस गरेर रिमुभ गर्ने र यो ब्याक प्यानल रिमुभ गर्नुभन्दा अगाडि चाहिँ यसको यो फिङ्गर प्रिन्ट लगाएको हुन्छ, यसलाई ध्यान दिने। आफू यो साइडतिरबाट क्यामेराको साइडबाट यसरी साइडमा राख्ने र यहाँनिर कनेक्टरलाई फिङ्गर प्रिन्टको कनेक्टरलाई रिमुभ गरिदिने। त्यस पछाडि सबैभन्दा सुरुमा चाहिँ ब्याट्री कनेक्टरलाई रिमुभ गर्नुपर्ने हुन्छ। त्यस पछाडि ब्याट्रीलाई रिमुभ गर्ने, डिस्प्ले कनेक्टर रिमुभ र डिस्प्लेलाई रिमुभ गर्ने। मजाले क्लिन गरिसके पछाडि क्यामेरालाई सफा गर्ने, सफा कपडाबाट डिस्प्ले टाँच्दाखेरि गम लगाउन, यो फ्रेममा गम लगाउनु हुँदैन। डिस्प्ले टाँच्दाखेरि हामीले डिस्प्लेको यो बाहिरको साइडमा गम लगाउने र मिडियममा छाउनु हुँदैन। मिडियम छ भने अटो टचहरू हुने या त लाइनिङ धर्काहरू आउने समस्या देख्न पाइन्छ। सुरुमा चाहिँ डिस्प्ले लाउनुभन्दा अगाडि टेम्पर ग्लास लगाइदिनु पर्ने हुन्छ। यसरी गर्दा मजबुत तरिकाले बस्छ र खिच्दाखेरि खराब हुँदैन। टेम्पर ग्लासको पेपरलाई रिमुभ गर्ने सुरुमा एकदम कुनै पनि दागहरू नबसिकन क्लिन तरिकाबाट, दाग नबसिकन टेम्पर ग्लास एकदम राम्रो तरिकाबाट बसेको छ। र गम लगाउँदाखेरि हामीले यो साइडमा मात्रै लगाउनु पर्ने हुन्छ, यो मिडियामा छाउनु हुँदैन, यो मिडियाभित्र पस्ने गरी गम लगाउनु हुँदैन। यसरी गर्दाखेरि यदि गम छिरो भनेदेखि अटो लाइनिङ धर्काहरू आउने, अटो टचहरू हुने या त टच नहुने, डिस्प्ले ब्ल्याक आउने यस्तो समस्या देख्न पाइन्छ। त्यसैले बाहिर साइडमा मात्रै लगाउने। र यो सेन्सरमा पनि लगाउनु हुँदैन। र गम लगाउँदाखेरि यो मिडियाभित्र पस्ने गरी लगाउनु हुँदैन, साइडमा मात्रै लगाउनु पर्ने हुन्छ, चारैतिर वरिपरि। र डिस्प्लेको पेपर हल्का रिमुभ गर्ने र यो पेपरलाई साइडको भित्र डिस्प्लेको पेपरलाई मजासँगले टाँच्नुपर्ने हुन्छ। यसरी गर्दा अटो टच हुँदैन र टच मजाले हुन्छ। डिस्प्लेको भागलाई मजाले बसाएर मात्रै प्रेस गर्नुपर्ने हुन्छ, नभए फुट्ने सम्भावना हुन्छ। डिस्प्ले कनेक्टर लगाइदिने र यो साइडमा हल्का मोडेर राखिदिने। त्यस पछाडि ब्याट्रीलाई लगाइदिने, ब्याट्री कनेक्टर। र हामीले यो चाहिँ लगाउन छोड्नु हुँदैन, यो चाहिँ लगाउनै पर्छ, अनिवार्य हुन्छ। किनभनेदेखि फोन झर्यो भनेदेखि डिस्प्ले कनेक्टर ब्याट्री कनेक्टर उक्किने सम्भावना हुन्छ र अन हुँदैन। त्यसैले लगाइदिने। यहाँको सम्पूर्ण नोटहरू पनि लगाइदिनु, यहाँको सम्पूर्ण नोटहरू लगाइदिइसक्ने। र ब्याक प्यानल लगाउनुभन्दा अगाडि हामीले फिङ्गर प्रिन्टर लगाइदिनु पर्ने हुन्छ। र प्रेस गर्दाखेरि डिस्प्लेको साइडमा मात्रै थिचेर यसरी तरिकाले लगाइदिने। सिम कनेक्टर, सिम सकेटर आधी घन्टा 2-2.5 घन्टा टेपका लबडको प्रयोग गर्ने। डिस्प्ले उक्किँदैन र साइडबाट बत्ती पनि बलेको देखिँदैन र लामो समयसम्म डिस्प्ले टिक्छ। पावर बटन प्रेस, पावर अन। कुनै पनि दागहरू नबसिकन एकदम राम्रो तरिकाले टच मजाले वर्क गरिरहेछ।
आजको लागि यति नै। जाँदै लाइक कमेन्ट सब्सक्राइब सेयर गर्दै जानुहोला।